हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु होइन। मेरो चाहिँ भिडियोहरू आइरहेको थिएन, कामले गर्दा काम एकदमै बिजी थिएँ। आज चाहिँ काममै भिडियोहरू बनाएको। साइडमा अब भाइहरू छ, ल हेलो गरिदियो सुजन। हेलो हेलो। अब हामी जाँदैछौँ मार्केटमा है त। फाइनली हामी नैगापा आइसकेको छौँ होइन। अहिले चाहिँ मैले ड्राइभ हान्दैछु। यहाँ मान्छेले फेरि जहाँबाट गयो त्यहाँबाट बाटो काट्दिनँ भने जेब्रा क्रसिङ पनि छैन क्या। त्यहाँ भएको ठाउँबाट काट्दैन। ल काठमाडौँमा चाहिँ अहिले चुनावले गरेर पुलिसहरू नै छैन होइन। अब हामी जाँदैछौँ कलङ्की माथिको ट्रिप। कामले गर्दा भ्लग बनाउनलाई भ्याएको थिएन, आज चाहिँ काममै बनाइदिएको। म्यादी पनि छैन भने ल यस्तै छ केटा। च्यानललाई सब्सक्राइब गर्नु पऱ्यो है। ल अहिले चाहिँ मैले ड्राइभ हान्दैछु अघिसम्म चाहिँ सुजनले हान्दै थियो। ल फाइनली हामी कलङ्की आइसकेको छौँ। बाटो चाहिँ अब पहिला जस्तो प्याक छैन, भिड छैन, खाली भइरहेको छ चुनावले गर्दा। ल यतातिरको माहौल चाहिँ यस्तो छ है। हेर्नु आइसक्यो यार गाडीले। अहिले चाहिँ हामी सुइसे टाढा आइसकेको छौँ होइन। यतातिर हामी चाहिँ पारी डाँडाबाट आएको, अब सायद त्यति चाहिँ हुँदैन होला। पानी झारिसकेको छौँ। यता सुजन छ होइन। ल हामी मार्केटमा आइसकेको छौँ। आज के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने नै छौँ, हेर्दै गर्नु होला है त। ल अहिले चाहिँ हामी कलङ्कीको सुरुङ मार्गमा छौँ होइन। अहिले चाहिँ सुजनले ड्राइभ हान्दैछ यता होइन। अनि यता चाहिँ सुमन छ होइन। हामी चाहिँ यता पालै ड्राइभ हान्छौँ, जसले भ्याउँछ उसले हान्छौँ। भ्याएको बेलामा नभएको बेलामा एकजना मात्रै हुन्छ। कहिले फेरि एक्लै पनि हिँड्नुपर्ने हुन्छ यो काममा। कलङ्की खसी बजारमा पनि ट्राफिक छैनन्, ट्राफिक दाइहरू सबै गए चुनावको लागि गएको होला। काठमाडौँमा गाडी पनि पातलो छ यता। पानी गाडी हो, पानी गाडीलाई चाहिँ जता पनि के भन्छ अब जहिले पनि चलिरहन्छ। टिफर छ यता होइन। आजभन्दा राम्रो मैचाङ पनि छैन भने यार दाइमा कसम यार है। के गर्नु यहाँ अगाडि आन्टी पो आइरहेको रहेछ यार। राइट्सहरू है हामी चाहिँ सर जाँदैछौँ बेकान्त पनि। अहिले एकछिन पछि हामी पुगेछौँ, पानी झार्छौँ है। केटो चाहिँ आन्टी लभर हो। ल गर्लफ्रेन्डले हेर्दैछ भने ल आन्टी लभर राइट्सहरू ल केटा अब अहिले एकछिनमा भेट्छौँ है त। अहिले चाहिँ हामी बल्खु आइसकेको छौँ। बल्खुको जाममा यहाँ पनि तपाईँहरूले देख्न सक्नुहुन्छ ट्राफिक भने चाहिँ कतै पनि छैन। उता चाहिँ म्यादी रहेछ होइन। अहिले फेरि देख्यो भने पख्लास भन्छ। ट्राफिकहरू पुलिसहरू कोही पनि छैन, सबै अब चुनावको लागि गएको होला। ल अहिले चाहिँ हामी बल्खुको जाममा छौँ। जाम चाहिँ के अरे खुल्लै भए पनि जाम चाहिँ भइरहेको छ होइन। अब हामी चाहिँ यता चोबारपट्टि जानुपर्ने हुन्छ, उता धोबीघाटपट्टि। ल हामी चोबार आइसकेको छौँ होइन। चोबार चाहिँ ठ्याक्कै चोबार चाहिँ होइन, जो चोबार जाने बाटो चाहिँ हो। अरू दक्षिणकाली जाने बाटो होइन, दक्षिणकाली जाने बाटो पनि यही हो। ल बस पनि यही एउटा बसमा गयो होइन। बस त परिहाल्यो, कहाँ हो जाने होस् नि त। ल यता हो। ल यता हो, यस्तै छ होइन। अरू त के भन्नु, भनै आउँदैन यार, बोल्नै आउँदैन। यताबाट हामी चाहिँ यता जानुपर्ने छ, हामी धोबीघाट जाने हो होइन। बाटो चाहिँ यस्तो छ, बाटो चाहिँ दामी छ ल है, राम्रो छ। ल तपाईँहरूलाई पनि जारको पानी चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। यता चाहिँ अब यो चाहिँ सुटिङ गर्ने ठाउँ होइन। सुजनले ड्राइभ गर्दैछ हल्ले यार। कता जाने यता ल यस्तो छ है। ल हाम्रो काम चाहिँ यही हो है। गाडीमाथि जार हुन्छ, ट्याक्क लगाएर पानीको जार, अनि पानी झिक्ने अनि बोक्ने, बेच्ने हो पसलमा, सेल गर्दै हिँड्नुपर्छ। काम चाहिँ यही हो। कामले गर्दाखेरि भिडियोहरू हाल्नलाई भ्याएको थिएन, अनि त्यही हो। आज चाहिँ काम गरेकै भयो नि, बनाइदिउँ भनेर बनाइदिएको भिडियो। यो आन्टीलाई मैले देखेँ। ल हाम्रो ट्रिप सकिसकेको छ। ट्रिप सकेर हामी फर्किसकेको छ। अहिलेको बाटो चाहिँ देखाएन मैले, एउटै बाटो कतिचोटि देखाउनु भने तपाईँहरूलाई कतिचोटि देखाउनु भने मैले देखाइनँ। अब आजको भ्लग यति नै। के कस्तो भयो होइन कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई।
सकेर यहाँ अब खाना खाजा मोमो छ यहाँ कोक छ फ्रुटी भाइलाई कोक मन पर्दैन रे फ्रुटी होइन ल यहाँ सुजनले ड्राइभ हाल्दैछ होइन ल अब त्यही हो भिडियो हेर्नु होला अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला ल आजलाई यति नै है त